के को खुसीमा आज सरले बिहानै मिठाई दिनुभयो। सो हेलो एभ्रीवन, इट्स मी सुडी। एज अ ल स्टुडेन्टदेखि लयरसम्मको जर्नीमा आज रहेको छ डे 16। सो आज क्लास आउन बित्तिकै सरले हामीलाई मिठाई दिनु। सुरुमा थ्याङ्क यू सो मच गाइस, किनभने 5-6 जना मेरो भिडियो देखेर हाम्रो कलेज आउनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। इफ हजुरहरू पनि ल पढ्न चाहनुहुन्छ भने टक्क हाम्रो कलेज एकपल्ट भिजिट गर्नु होला। र गाइस, नेपालमा कसरी लयर बन्छ भन्ने कुरा हजुरहरूलाई थाहा छैन भने मेरो डे 14 र डे 15 को भिडियो हेर्नु होला। त्यसपछि म 6 बजे आइपुग्छु कलेज। सो हाम्रो कोर्स सकिए पनि हामी चाहिँ रिभिजन गर्न आउँछौँ, किनभने हाम्रो फाइनल एक्जाम नजिकै आइसकेको छ। त्यसपछि मैले साथीको 2-3 एउटा सिनेमेटिक शट लिदिए, जुन हेर्न सक्नुहुनेछ र कस्तो लाग्यो भन्ने कुरा कमेन्ट गरिदिनु होला। त्यसपछि सरले हामीलाई मिठाई दिनुभयो, किनभने हाम्रो रेस्पेक्टेड सौरभ सर लिटल बेबी बोयको जन्म भयो। त्यही खुसीमा आज सरले हामीलाई बिहानै मिठाई दिनुभयो। सो गाइस, इफ हजुरहरूलाई मेरो सिरिज मन पर्छ भने प्लिज एउटा कमेन्ट र लाइक गरिदिनु होला। यति भन्दै हामी आइपुग्यौँ अफिस। त्यसपछि थोरै अफिसमा बसेर सरहरूसँग कुरा गरेर हाम्रो छुट्टी पनि भयो। सो गाइस, इफ यु आर सर्चिङ फर अ बेस्ट ल कलेज इन विराटनगर, हाम्रो कलेजलाई सम्झिन सक्नुहुन्छ। इफ हजुरहरूसँग केही डाउटहरू छ भने मलाई मेसेज गर्न सक्नुहुनेछ। सो 5-6 जनाले मेरो भिडियो देखेर मेरो कलेज आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। यति भन्दै म लागे घरतिर। सी यु अन नेक्स्ट ब्लग। बाइ बाइ गाइस।